रोड चाहिँ क्लोज भएछ आज फर्किनु पर्ने भयो आई होप वी गेट सम अल्टरनेट अप्सन बट नट स्योर है केही भनिरहेको हुनुहुन्छ एउटा दिदीले Unfortunately, road is closed. 29 31st August Sunday हैन 30 August निर्मल भाइ चाहिँ सुतिराखेको कपडामा आइदिरहेछ तर चिल हो हैन हिँड्न पाउँछ नि हिँड्न मिल्छ नि तिम्रो भाइलाई सिधै बिस्तारबाट उठाएर नारायण भाइ पनि आज सुतिरहेको थियो होला अल्छी मान्छे दर्श गरेर सुत्न नि कति चिटी च्याट्ट गरेर सुत्यो होला वेस्टेड बाटो चाहिँ बन्द हामी चाहिँ बबिनेट भन्ने ठाउँमा जाँदैछौँ मैले नारायण भाइ तिमी ठिक छौ नि निराश त भएको छैनौ नि एउटा कुरा के हो भन्दाखेरि अब यहाँ जति पनि मान्छेलाई फर्काइदियो तिनीहरू जाने चान्स छ धेरै होइन किनभने यहाँसम्म आइसकेको मान्छे फर्किँदैन अलमोस्ट 38 मिनट्सको ड्राइभ छ यहाँबाट चाहिँ वी होप होइन अब त्यहाँ चाहिँ त्यस्तो प्याक नहोस् त्यहाँ बुस वकै हो कि के हो बुस वकै हो अल गुड गाइज अब हामी भेटिन्छ बबिङ साइडमा गाडी पछाडि पार्क गरेर आयो पार्किङ चाहिँ फुल छ बाटै बाटो है केटाहरू जङ्गलै जङ्गल लेट्स वक टुगेदर हामी जाने कता आज अब हामी जाने भनेको यो बबिनेट रिसोर्ट भयो हैन यहाँबाट हिँड्दै अब यो एप्पल बेतिर गइन्छ कुनै नेसनल पार्कतिर हैन फेरि फर्केर अनि त्यसपछि यो रोड हुँदै ल गाइस बाटो चाहिँ पुरै अफ रोड छ जङ्गल सफारी टाइपको यो बाटो हिँड्दै जाने होइन कहाँसम्म पुगिन्छ बिचमा भ्यू देखाउँदै गर्छु आज गर्मी छ तर यो रुखको छायाले त्यस्तो फिल हुँदैन लास्टै गर्मी चाहिँ सो इट्स अलराइट हैन केटाहरूलाई स्प्रिन्ट हान्दै स्प्रिन्ट यहाँ त भाग्न पनि मिल्दैन होला आशिक के गर्छ आगो लाग्यो यहाँ जङ्गलमा भगवान् तिम्रै शरणमा हो क्या साथीहरू हामीले चाहिँ एउटा गल्ती गरियो आज पानी ल्याइएन तपाईँहरूलाई चाहिँ यस्तो हाइकिङ साइकिङ बाहिर आउटिङ जाने बेलामा किप इन माइन्ड है पानी लिएर आउनुहोस् एकदम पानी स्न्याक्स लाइक सानो चक्लेट बार्सहरू होइन एनर्जीको लागि त्यो चाहिँ नबिर्सिनु होला आई होप वी गेट फाइन्ड सम ट्याप वाटर अन द वे बट ट्याप वाटर पनि दुईवटा भेटेको त्यो पनि आउट अफ अर्डर रहेछ अनलकिली विज्ञान मुला तिमीलाई अनि बटनमा लिएर भने नि त करक अफ रोड छ पुरै होइन टन्टलापुर घाममा केटाहरू कति ढिलो हो कि यार भएन है केटा हो भएन केटा हो अब यहाँ पारा हेर त कहाँ हुन्छ यसरी केटाहरू चाहिँ एकदमै पछाडि भयो होइन अब पुरेर हिँडौँ भने झन् घाम छ अब घाममा कति कुद्ने हिँडिराखेको फ्लोमा मजा हुन्छ नि त तर एउटा कुरा भन्न मन लागिरहेको थियो अब हेर्नुहोस् है यो बाटो यस्तो छ होइन लाइक अफ रोडिङ पुरै नेपालमा त लाइक एभ्री स्टेपमा एभ्री ठाउँमा यस्तो यस्तो बाटो हुन्छ नि यहाँ यस्तो बाटो हिँड्नलाई मान्छेले पैसा तिरेर आउनुपर्छ कि अब हिँड्नलाई पनि पैसा तिरेर आएर हिँड्ने हो कि अब यो के नलान्छ मान्छेलाई एडभेन्चर आफ्नो हेल्थको लागि भनेर आउने हो नि त सबै होइन ब्रो
नेपालमा त अप्सन यो भनेको त फ्रीमा छ सबैलाई होइन, तर त्यही पनि हामीले वी डोन्ट युज इट होइन, वी टेक थिङ्स फर ग्रान्टेड। त्यही भएर नजिकको यस्तो ठाउँहरू एक्सप्लोर गर्नुहोस्, गाडी नै जाने भए पनि होइन, हिँडेर जाँदा छुट्टै मजा हुन्छ। अनि आफ्नो हेल्थ पनि हल्का तपाईँहरूले वर्कआउट गरिराख्नु भएको हुन्छ लाइक वक गर्दाखेरि। सो आई रेकमेन्ड यु टु वक है, कहिलेकाहीँ चाहिँ, सधैँ होइन। यताबाट कहाँ जान्छ चाहिँ थाहा छैन, तर हामी जाने बाटो चाहिँ यो है। र यार पानी त बन्दोबस्त गर्नुपर्छ यार अब कतिबाट। के छ विचार? विचार त सही हो, कहाँ चाहिँ बन्दोबस्त गर्ने हो चाहिँ त्यही थाहा छैन कि। यत्तिकै तनाव पो लाग्छ त। सो साथीहरू भर्खरै एउटा खतरा टेक्निक आएको छ होइन, यस्तो बाटोमा तपाईँ अब गर्मी महिनामा कतै हिँडिराख्नु भएको छ, तपाईँको मुखमा पानी छैन, तपाईँसँग पानी पनि छैन होइन, केही स्रोत छैन भने चाहिँ मुख सुक्खा छ, मुखमा थुक पनि छैन भने थुक कसरी लिएर हुन्छ होइन। थुक कसरी लिएर आउने भन्दाखेरि सोच्नुहोस् कि अब जुन तपाईँले खाना खानुहुन्थ्यो, जुन सम्झिने बित्तिकै तपाईँको मुखमा थुक आउँछ नि, त्यस्तो खानाहरू सोच्ने होइन, हल्का भयो भने थुक आउँछ, निल्ने फेरि हिँड्ने है त गाइस। टिप्स नम्बर 1, नेपालमा त अब सानो बच्चालाई पनि, यत्रो बच्चालाई पनि काखमा राखेर हिँड्नुपर्छ, कहाँ हुन्छ। तपाईँहरूको पनि बच्चाहरू छ भने यसो नेचरतिर लैजानुहोस्, सिकाउनुहोस् हिँड्न डुल्न होइन, घरमा राखेर काम छैन। अहिले त क्वारेन्टाइन छ पोसिबल छैन पछि चाहिँ। सर्टकट आइयो है गाइस। But be careful है on this kind of road। हतारी चाहिँ बतासित चाहिँ नहिँडौँ, चिलमा। नारायण भाइलाई यसको बारेमा जानकारी दिने हो हो। यो बाटो त खतरा सर्टकट हो त, त्यहाँ पनि स्किप छ। ल यत्रो घुमेर किन जानु पर्यो, यहाँबाट सिधै गइदिने हो। बाटो त छ, गइदिने ट्राई गर्ने हो, फर्केर हामीलाई केही छ र। हामी सर्टकट आउँदा एउटा यस्तो खतरा हाइटमा आइपुगेको छु म। यु क्यान चेक, थकै चाहिँ लागिरहेछ, पानी भइदिएको भए भन्ने भइरहेछ। ल बाटो छ ब्रो, हो ल आइसक्यो कि आइसक्यो होइन ब्रो। ल हामी त कहाँ घरमा आइयो त यार। सो अघि हामी गाडी लिएर आएको भए चाहिँ अघि यता आइन्थ्यो होला, बट वी कुडन्ट फाइन्ड एनी पार्किङ। सो इट्स बेटर यु वक होइन, इफ यु लाइक वकिङ। केटाहरूको पाइलाहरू देखिरहेछ त, तिनजना के हो, तिनजनाको ग्याप हेर न। यस्तो हुनुपर्छ है गाइज, कोरोनाको सेफ्टी भनेको हाम्रो केटाहरूबाट सिक्नुहोस्। 1.5 मिटर होइन, केटाहरू 3-4 मिटरको ग्यापमा आइरहेछन्। आशिक त वो आशिक फाइनली कहाँ हो, सर्टकट लिएनौ? यो त फर्स्ट हो, यो त यहाँ पोइन्ट पो। यो त हामी त एक कताबाट आउनु भयो तपाईँहरू, त्यतैबाट सही सर्टकट। मैले केटाहरूलाई सबलाई सर्टकट देखाइदिनु हो, सही सर्टकट छ है। सही सर्टकट खैर त हेरे भइदिएर। ओ माइ गॉड, हामी सबै थियौँ अहिले। पानी पाइएला नि यार, किन पाइएला नि यो चलाउन न त। सर्टकट हान्यौ नि, सर्टकट हामी त
कहाँ हुन्छ बाटो कहाँ पासिसक्यो मुला हामीलाई झुक्काउने कार्यक्रम भइरहेछ यत्रो 1 घन्टा हिँडेर आएर अनि बल्ल यो वकवे पोइन्ट भन्न पाइन्छ भाइ केटाहरू पानी किन्न गएको छ नि हेरौँ अब पाउँछ कि पाइन्न ल भन्नु नि त ब्रो हामी कहाँ हो जाने अब यो जस एप्पल बेबाट होइन यो ट्रेल वक गर्दै तल यो बिरावाना ट्र्याक हुँदै तल कलकरीमा आउँछौँ होइन अनि फेरि यहाँ माथिबाट चाहिँ अनि फेरि बर्मिनहरू आएर अनि फेरि वक गरेर हामी चाहिँ माथि के अरे कार पार्कमा जान्छौँ अब के छ मलाई सकिन्छ जस्तो छ नसकिन्छ जम्मा 2.5 किलोमिटर त छ नि सकिन्छ अब कति बच्चा बेलुका भन्ने कुरा मात्र धन्यवाद केटाहरूलाई रासन पानी ल्याइदिनु भएमा थ्याङ्क यू भेरी मच ब्रो अब यहाँबाट बल्ल सुरु भएर विज्ञानले भने म त जान्न कि कहाँ जान सक्छ 2.5 किलोमिटर चाहिँ धेरै होइन क्या ब्रो हुन्न आशिक सुन्ने हात्ती चाहिँ यही बस्छौँ हामी तिमी जान्छौ कस्तो हामी हेर केटाहरू चाहिँ तलै बसेको गाइस होइन म र विज्ञान मात्रै हल्का फुर्ती देखाइयो तर मलाई जहाँसम्म लाग्छ आउँछन् होला होइन आशिकले चाहिँ गिभअपै हानिदिइसक्यो बिचराको अब पास छिरे आशिकको Guys, एउटा कुरा चाहिँ होइन when you come in this kind of places like in nature, the people you find are the same like most of the time. होइन ब्रो तिमी यस्तो नेचरमा आएको बेलामा जङ्गलमा आएको बेलामा त्यस्तै त्यस्तै भाइब भएको मान्छेहरू भेटिन्छ नि धेरै होइन like who loves nature and adventure and super friendly. So भन्न खोजेको चाहिँ people who have the same destination are walking on the same way. It doesn't matter the way, but the destination will be the same. जानुहोस् सरकार. What's going on, bro? Bro, आफ्नो बाटो जाऊ न तिमी किन हो र सोल्टी हामीलाई आफ्नो बाटो जान्दियो. गुड बाई. कहिले यस्तो जनावरहरू भेटिन सक्छ डोन्ट फ्रिक आउट होइन उनीहरू पनि आफ्नै बाटो हिँडेर होला हामीलाई क्या मजाले बाटो छोडिदियो होइन ब्रो क्या बुद्धिजीवी क्या अब ओ गाइज बाटो देखियो फाइनल्ली किन तर्छ अब हल्का फ्रेस भयो मुख धोएर अब त्यहाँबाट उता फेरि 3.3 किलोमिटरको वक रहेछ विच वी डोन्ट थिङ्क इज अ गुड डिसिजन राइट नाउ किनभने केटाहरू तल बसिरहेछन् सो हामी अझै हाफ एन आवर त तल पुग्न मात्र छ फेरि त्यहाँबाट 1 आवर माथि उक्लिन मात्र छ सो आई थिङ्क वी अलरेडी डन इनफ वकिङ के यस्तो पारा हामी यत्रो हिँडेर आउने थियौँ यहाँ नि भर्खरै हो ए हो भेटियो केटाहरूलाई गाइस हराएको मान्छेहरू चिप्स खाएर बस्दिरहेको केटाहरू अब कहाँ हुन्छ भनेपछि तिम्रो नहिँड्ने हामीसँग हिँड्ने यसो लिफ्टमा कि दया गर्छन् कि कसैले भनेको यो मान्छे त के गर्ने होला र हाम्रो हिँड्ने कुरा भयो कि अब ओभर मगा त 5 जना कसो गर्छ अल्छीको ढ्यागहरूलाई हेर्नुहोस् त्यहाँ आधा घन्टा हिँड्न डराएर हामी गएर अब गाडी लिएर आएर लास्ट अल्छीहरू हेर्नु ब्रो है बाटो सिधा उकालो केटाहरू म बसिरहेछन् होइन त
Keep walking, Tala. लास्टै अल्छी भएन केटा यसरी कहिलेसम्म चल्छ यसरी गाडीको ढाका दुःख पाइरहेको छौँ यहाँ यस्तो चाहिँ कसैलाई नगरौँ मैले चाहिँ सहनै नसकेर अब यस्तो अवस्थामा आइपुगेँ होइन भ्यू चाहिँ अझै छँदैछ हेर्नुहोस् लाइक इस आई फकिङ अप हिल के स्ट्रेट अब अप्सनै छैन सर्टकट हिँडेको छु मैले सर्टकट गइरहेको छौँ तर त्यो पनि सर्टकट हो हामी 4-5वटा आइसक्यौँ अलरेडी होइन यताबाट जस्ट टु लेट यु नो होइन विज्ञानको हल्का लिगामेन्टमा प्रब्लम छ गाडी नदेख्ने बेलासम्म नो म्याटर वाट आँधी बेरी बाढी पहिरो ज्वालामुखी जाए पनि हामी रोकिनेवाला छैनौँ जस्तो लागिरहेको छ है अब होइन ब्रो अब सिधै हिँडिन्छ हाम्रो गोल भनेकै हिँड्ने मात्रै हो है के लाग्छ तिमीलाई हामी 2 घन्टासम्म गयो भने के गर्छन् होला केटाहरूले फोन गरेको हैरान खान्छन् यत्रो त हिँड्यो 2-4 छुट्टै बाटो आयो है ए त्यो बाटो आएर चाहिँ गाइज इफ यु रिमेम्बर त्यो बाटो घाम पनि ट्याक्क मुखमा यताबाट सही लागिरहेछ अलरेडी ट्यान बढी आज झन् एक्स्ट्रा ट्यान भइदियो नि त ब्रो सुपर ट्यान टुरिस्टहरू चाहिँ गएर बिचमा पुरै दिनभरि डढाएर आफ्नो छाला ट्यान हुन्छ हामी अलरेडी यसरी ट्यान छ भनेपछि वी डोन्ट निड टु युज एनी अफ दोज कमर्सियल ब्युटी अनि त्यो के भन्छ ब्युटी पार्लर स्टफ के फेयर एन्ड लभली एन्ड शिट बी ह्याप्पी विथ वाट एभर यु आर एन्ड वाट एभर यु हेभ है गाइस हो कि न ब्रो कालो गोरु भनेको मान्छेले बनाएको हो कि हो इट्स जस्ट इन यर हेड नेचरले डिस्क्रिमिनेट गर्दैन कसैलाई पनि मान्छेले मान्छेलाई मात्रै गर्ने हो सबै चिज किन गोरो म मात्र किन कालो सबै चिज किन गोरो मात्र हुन्छ यो संसारमा मोहम्मदले अब के अरे हुन्छ नि जिजस पनि गोरो रे होइन अब सब रिच पिपलहरू गोरो रे होइन कालो मान्छे किन छैन रे कालो मान्छे किन गड हुँदैन रे त्यही त जे पाए त्यही है यदि गड भयो गड भनेको गडले पनि डिस्क्रिमिनेट गर्न लाग्यो नि त लाइक हु यु गन बिलिभ हु यु गन ह्याभ फेथ अन होइन ब्रो द्याट्स अल बुलशिट सो स्टे ह्याप्पी विथ वाट यु आर आइसक्यौँ हामी अहिले गाइज गऱ्यो भने के नहुँदो रहेछ विज्ञान आइयो त गाडी यहीँ छ सबै गाइज ल अब फेरि केटाहरूलाई लिन जान छ तल द सेम स्पोर्ट केटाहरूको हालत गएर देखाउँछु के छ कस्तो छ हामी चाहिँ ठिक छ महिलेलाई सो लेट्स गो गेट द गाइज जति हिँडे उति टाढा लाग्छ पुग्न त्यहाँ हेर्न दिन ढलिसक्यो तिमी जगेको ठाउँमा आइयो ठ्याक्क अब केटाहरू हेरौँ कुरिरह होलान् आसमा छु केटाहरूको रियाक्सन कुरेर बसेर रहेछ ए आई अल्छीहरू हेर त रमाको अल्छी नम्बर 1 के भन्नु छ कस्तो भयो कुरा एकदम रमाइलो भयो खै त दुईटा अल्छी नम्बर खुसी हेर्नुहोस् अल्छी नम्बर 2 अल्छी नम्बर 3 माइलोडहरू कस्तो थियो त कुरा माइलोडहरू बल्स कता